हामी सिलिगुडी मार्केट कलकत्ता मार्केट ए होइन यो चाहिँ लोकल मार्केट रहेछ है हाम्रो सिलिगुडीको लोकल मार्केट मान्छे त कति हेर्न सक्नुहुन्छ आफै ठुलो छ यहाँ चाहिँ हामी खाजा खानको लागि चाहिँ आएको छौँ मोमो चाउमिन ढोसा चाट सबिन सापकोटा कताबाट काठमाडौँ नेपाल My name is Santosh Chaudhary. I am from कञ्चनपुर Nepal. I am from Sarlahi. सर्लाही सुजन Khadka. Samu Kaka. Ravin Jaigade from Kailali. फ्रम Anil Yadav from Sarlahi. सर्लाही मनङ्गुवा सञ्जीव प्रसादको फर्मुला बसालाई सबै नेपालकै होइन धेरै ठाउँबाट चाहिँ भेला भएको छ यहाँ हामी खाजा खाना के खाने हो त नि ल नेपाल हो नेपाली जस्तो लागेर के नेपाली जस्तो लागेपछि सब नेपाली नै नाच्छ नेपाली जस्तो लागेर नेपाली नेपालको त बढी नेपाली तर कस्तो सस्तो छ कि है सस्तो रहेछ त्यो तर एकदम सस्तो छ है नर्मल छ यार सिलिगुड़ी का सबसे फेमस चीज क्या है हाँ मोमो डोसा ही है मोमो खा के हम पक्के लिगै त चाखेर हेरौँ है घड़ी भी नहीं घड़ी तो 500,000 मंगाने हो कैप्टन साहब को कौन हो यहाँ चाहिँ स्पेसल पान पाउँदो रहेछ साथीहरू है यहाँ चाहिँ पान खान लगाइरहेछ कौन सी पान है ये मीठा पाता मीठा मसाला मीठा पान मीठा मसाला सुपारी पतला खाएगा कि मोटा सुपारी पतला भित्र नखाने हो साँच्ची भनेको फ्याल्ने हो बाहिर होइन चपाइदिनु त्यसको स्वादहरू मुखमा लिएर भित्र निकाल्नु पर्दैन फ्याल्नु पर्छ त्यो सुक्खा जस्तै हो कि डर लाग्यो जय महाकाल कौन सी काली महाकाली कस्तो साँघुरो ठाउँमा नि कस्तो अबे सो गुड मर्निङ एभ्रिवन फ्रम सिलिगुडी स्वागत छ तपाईँहरूलाई आजको नयाँ भिडियोमा चाहिँ आज चाहिँ बिहान चाहिँ बब्बाल पानी परेको छ कि देख्न सक्नुहुन्छ होइन झरी अहिले सिलिगुडीको अवस्था अनि त्यही हो आज चाहिँ हामी सिलिगुडीबाट चाहिँ नेपालको लागि चाहिँ निस्किँदैछौँ त्यही हाम्रो यहाँ भनेको 10-11 दिन चाहिँ हाम्रो यहाँ चाहिँ बसाइ भयो सिलिगुडीमा चाहिँ त्यो काम परिस्थितिले चाहिँ आएको थियो अनि सो आज चाहिँ नेपाल निस्किँदैछौँ अनि जस इन्डियाको बसाइ पनि रमाइलो भयो भनौँ अनि त्यही हो है बेलुकादेखि पानी परेको बगाल पानी परिरहेको छ आज चाहिँ यहाँ नजिकै बस स्ट्यान्डबाट चाहिँ साथीहरू चाहिँ छ साथीहरूलाई चाहिँ भेटेर चाहिँ निस्किन्छौँ अनि आजको भिडियो चाहिँ के कस्तो हुन्छ म तपाईँहरूलाई चाहिँ देखाउनेवाला छु अनि त्यही हो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला है यो चाहिँ फ्लेक्सिकन मल भन्दो रहेछ वेट गरिरहेको छु गाडीको चाहिँ
तपाईहरु सबै सब चलाउने बाहिर चाहिँ भूगोल पानी परिरहेको पानी के भयो नेपालमा डाँडो याममा हुर्केका कुकुरहरू भनेर एउटा भिडियो बनाएर हाल्नु बहुत दाम लाग्छ होला हैन त्यसै लामो छ के सक्छ भर्खर हामी यो बोर्डर क्रस भएर अब नेपाल जाँदैछौँ गाइज हेर हैन नेपालमा छिर्न बाँकी छैन हैन दाइ ठ्याक्कै अहिले बोर्डरमा छौ नोमेन्स ल्यान्ड भन्छ कि के हो नोमेन्स ल्यान्ड 0 माइल्स हामी हैन 10,000 ठुलो कहाँ हुन्छ यार हामी चाहिँ अर्को अटोबाट अर्को अटोमा चाहिँ सिफ्ट गरेको छौँ उताको चाहिँ इन्डियन अटो हो नि त अनि हामीलाई उता नेपालमा जान नदिँदो रहेछ अनि त्यही भएर हामी चाहिँ यो नेपाल जाने ल यहाँ ल्याउनु न यहाँ फाइनली हामी नेपाल आइपुग्यौँ होइन जस्ट अगाडि बोर्डर क्रस गरिसक्यो अब कस्तो फिल भइरहेछ भने कस्तो चाहिँ एकदम कस्तो अरे नर्कबाट अनि स्वर्गमा आएर जस्तो क्या मिठो मिठो खाना पाइन्छ अनि त्यहाँको बोर्डरको चामल त्यही भएर वी आर भेरी ह्याप्पी एभ्रिबडी इज भेरी ह्याप्पी एभ्रिबडी आर भेरी ह्याप्पी एकदम अब बसमा गइरहेछ अनि काउन्टर अनि बस टिकट काट्ने अनि आफ्नो गन्तव्यतिर हिँड्दैन हामी चाहिँ अहिले काउन्टरको खोजीमा चाहिँ छौँ होइन अलिकति अगाडि एउटा गाडी खानु अगाडि गएर चाहिँ त्यही गाडीको फलो गरेको हामी भन्दा पनि के भन्नुमा आइरहेको छैन अब गाडी पाउने हो कि नै भन्ने समस्या छ एकदम म झर्ने हजुर कैलाली है तपाईँ कैलालीको हजुर चाहिँ भने सँगै हो तर मेरो प्लान चाहिँ काठमाडौँ हो यतापट्टि काउन्टर छ र अनि यहाँ ठुलो बस लाग्छ सर हजुर पुग्न पर्ने चाहिँ कता म सरलाई दिन मलाई सरलाई तपाईँहरूको फ्लाइटमा कति टाइम लाग्ला 40 मिनट लाग्छ केटिएम अनि राति एक राति बस्ने त्यसपछि बिहान फ्लाइट बाइक समातेर हिँड्दिने म गन्तव्य मलकबा जाँदै हुनुहुन्छ पुरा गरौँ न ओके ल सर ल तपाईँहरू चाहिँ फ्लाइटमा जाँदै हुनुहुन्छ होइन ल हामी फ्लाइटमा अब सेफ फ्लाइट अनि त्यही हो डिले नहोस् सबभन्दा टेन्सन मलाई त्यही भइरहेछ टेम्पो लिएर बस स्टेसन आऊ न ल हाम्रो सरहरू चाहिँ फ्लाइटमा जाँदै हुनुहुन्छ है See you sir. Nice to meet you. Okay. दुर्गा मोडसम्म जाने हो क्या म अहिले चाहिँ हामी यहाँ खाना खानको लागि चाहिँ रोकेको छौँ होइन त ब्रदर 2 बजीको फ्लाइट छ हाम्रो अनि प्रस्थान गर्छौँ काठमाडौँतर्फ सिधै काठमाडौँ जाने हामी चाहिँ 3 जना छौँ 1 जना 2 जना अनि मै भइहाल्यो इन्डिया बसाइ कस्तो भयो तपाईँ एकदम घटिया भयो कहिले पनि जानु चाहँदैन ल ठिक छ खानाको वेटिङमा छौँ खाना खाइदिउँ है फाइनली धेरै पछि चाहिँ पातलो खाना चाहिँ आइपुगेको छ आज पातलो दाल चाहिँ मिलाएर खानु है केटाहरू नरिसाउ ल हल्का पातलो हुन्छ फाइनली चिकन चाहिँ आइसकेको छ हाम्रो चाहिँ सही छ है नेपालको खाना भनेको नेपालको खाना हुन्छ यार होइन दाजु नेपालको खाना कस्तो मिठो छ है ल बहुत बढिया हामी चाहिँ पान खाना आएको छौँ के गर्छौ त कान्छा त्यो चाहिँ के हो दाजु के गर्छ त हजुर खैर दिए होइन आज चाखौँ है त इन्डियन पान पनि चाख्नु भएन दाजु आज नेपाली पान चाखौँ कहाँ इन्डियनै त हो नि होइन नेपालमा भनेको नेपाल त्यही त नेपालमा भनेपछि नेपाल भनेको क्या दाजु अच्छा सकेको निजामा होइन यो चाहिँ के हो यो चटनी 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 पानको चटनी नारिवल त्यो पात चाहिँ कहाँबाट ल्याउँछ दाइ यो कोलकाता कलकत्ताबाट
काठमाडौँसम्म पुग्छ त्यो बात काठमाडौँ मात्रै इस्लामाबाद इङ्ल्यान्ड अमेरिका सब चेरी चेरी यो चाहिँ मह हो कसरी छ हाम्रो पानको चाहिँ 50 मिठाई पनि सङ्गम पनि सङ्गम र मिठामा के फरक हुन्छ र सङ्गममा जर्दा पनि मिक्स हुन्छ मिठामा जर्दा हुँदैन सुपारी पनि मजा छ हाल्नु पर्यो त्यो मिठा सुप हो मिठा सुप तिमीलाई खाने त्यो तपाईँको सङ्गम सङ्गम मिठा सुप दिनुहोस् दाजु मिठा सुप होइन क्या मिठा पान मिठा पान मिठा सुप मुखै भरिदिनु गरेर हाल्नु भएको थियो तपाईँ नखाने खान्न के छ दाजु पान खाएपछि कसरी बोलिन्छ अरे यसरी नै बोलिन्छ त पान खाए नि नखाए पनि यसरी नै बोलिन्छ नि अलिकति पान खाइसकेपछि अलिक बोली फरक हुनु पऱ्यो क्या हात पान दिनु न दाइ पान दिनु न पान खान्छ अहिले ल फाइनली हामी चाहिँ गाडी चढिसकेका छौँ बिहान 9 बजे काठमाडौँ पुग्ने कुरो भएको छ अब हेरौँ कति बजे पुग्छ अहिले चाहिँ खाली खाली नै रहेछ होइन गाडी चाहिँ ल ठ्याक्क 11 बजे चाहिँ खाना खानलाई चाहिँ रोकेको छ फुटान होटेल फुटान यतापट्टि रहेछ यो कुन ठाउँ हो दाजु त्यो त मलाई थाहा छैन लालगढी लालगढ जहिले लालगढ जान्छ लालगढ हो रे ल हाम्रो चाहिँ यो लालगढ भन्ने ठाउँमा चाहिँ खाना खानलाई चाहिँ रोकेको छ पुरा खाना कस्तो छ ल यो चाहिँ अहिले हाम्रो गाउँको अवस्था साथीहरू होइन एकदम गाउँको हावापानीदेखि लिएर मौसम पनि एकदम क्लियर छ एकदम रमाइलो छ है अहिले चाहिँ गाउँ ठाउँ पुरा हरियाली भइरहेछ देख्न सक्नुहुन्छ है
त्यही हो हिजो चाहिँ हामी काठमाडौँबाट चाहिँ काठमाडौँ चाहिँ एक दिन पनि बस्नु सकिनँ त्यही अनि हिजो नै काठमाडौँबाट चाहिँ गाउँ फर्किहालेको अनि अहिले चाहिँ यो चाहिँ हाम्रो है यो टमाटरहरू लगाएको छ मजासँग यहाँ चाहिँ अनि अहिले चाहिँ म मकै खन्नको लागि चाहिँ आएको हो कि देख्न सक्नुहुन्छ है मम चाहिँ खन्दै हुनुहुन्छ पुरा मकैहरू के भन्छ गोड्ने बेला पनि भइसकेको छ यहाँ चाहिँ अलिकति पहिला लगा भएर चाहिँ त्यही हो है अहिले चाहिँ मकै गोड्न आउँदैछु अनि त्यही हो होइन अलिकति सहर बजारभन्दा गाउँठाउँको हावापानी चाहिँ एकदम बगाले स्वच्छ हुन्छ एकदम त्यो चाहिँ बेस्ट लाग्छ अनि यो भिडियो चाहिँ अलिकति त्यस्तै ल्याङफ्याङ भयो होइन अब नेक्स्ट ब्लगहरू चाहिँ म अलिकति राम्रै तरिकाले ल्याउने कोसिस गर्छु अनि त्यही हो है अलिकति थोरै घाँटीमा समस्या भएर चाहिँ अलिकति बोल्नु पनि गाह्रो भएर अनि त्यही हो सी यु इन नेक्स्ट भिडियो है त